र आज हामी बुढाबुढी चाहिँ धेरै वर्षको दिन पश्चात हाम्रो बारी हेर्न गइरहेका छौँ। यस्तो छ दृश्य, हाम्रो बारीको दृश्यहरू चाहिँ, गाउँघरको जङ्गलको दृश्यहरू चाहिँ, बाँसको झिङ्गटार यस्तो छ है। यहाँ ट्याङ्की बनाएको छ त है, ट्याङ्की बनाएको छ यहाँ है। एकछिन बारी हेर्दै भन्नु हो। हजुर मान्छेको चाहिँ आरएमएस स्कुल, आरएमएस रुबेन मेमोरियल स्कुल। हाम्रो बाल्यकालको एजुकेसन, मेरो क्लास 6सम्मको एजुकेसन त्यही भएको आरएमएस रुबेन मेमोरियल स्कुलमा। मेरो नानी पनि त्यही पढ्दै थियो क्लास 5सम्म, क्लास 4सम्म। अहिले चाहिँ 5 दिन चाहिँ हामीले स्कुल चेन्ज गरेको छौँ है। यो यस्तो छ दृश्य है, जङ्गल चाहिँ एकदमै घारी भएको छ अहिले है। यो मुनि चाहिँ गाउँहरू छ, अरूपट्टि लिजाल पाएको हुन्छ। कहाँ अब अहिले घरि गाउँ घरमा जङ्गलको अवस्था चाहिँ यस्तो छ, स्याहार पुग्दैन नि त अहिले घरि चाहिँ। अब बुढोपाका छैन है, अन्त बुढोपाका नभएको कारणले सबै अब युवाहरू, हामी जस्तो युवाहरू त बाहिरतिर हुन्छ प्रायः। अरू घरमा बस्ने युवाहरू पनि कतिवटा कामले होइन, तिनीहरू बिजी भएर चाहिँ बारीको स्याहार सुसार चाहिँ पहिला हामीलाई जुन प्रकारले हाम्रो प्यारेन्ट्सहरूले गर्नुहुन्थ्यो त्यो प्रकारले चाहिँ अहिले घरि जङ्गलतिर चाहिँ त्यस्तो स्याहार चाहिँ पुग्दैन है। बाँसको यस्तो भएको छ भने त यो बाँस अब कसरी सम्हाल्नु होला। यो लट्टा परेको उयो जस्तै। उयो माथिसम्म हाम्रो नि, उमा चिलाउँछ नि, उमा चिलाउँछ हाम्रो। लुहरू त यो के भएको यो दाउरा काटे पनि अन्त यस्तो त बाटोमा त्यसो गर्नु हुँदैन नि है। उहाँ पनि काटेको यो दाउरा हेर त, भुस त त्यहाँ छ त हेर त, यो त हाम्रो बारीको नि त। अब गाउँघरमा नबस्नु पनि यस्तो हुन्छ क्या। अब हामी पाखा हुन्छौँ है, अन्त गाउँ बारीहरूको अवस्था चाहिँ यस्तो हुन्छ है, केही स्याहार नपुगेको बारी अवस्था। अब यस्तो जग्गा जमिन छ नि यहाँनिर हो, बाँसहरू छ, रुखहरू छ, तर स्याहारहरू चाहिँ पुग्दैन नि त। अन्त अब हामी खुदै घरमै बसेर पनि सक्थ्यौँ न होला यसरी स्याहार्नु, तर पनि अब अलिक त रेखदेख चाहिँ हुन्थ्यो। यहाँ तलतिर अब छ्याङ्गै भइसकेको छ, त्यो तल बाँसको घारी थियो, अहिले छ्याङ्गै भइसकेको छ। यो चाहिँ कहाँको चिलिम काटेको ल, यो स्याहार नपुगेको हो नि त बारीलाई। अब हो, बारीमा त अब यसो भिजिट गर्दै गर्नुपर्छ नि त। हप्तामा, महिनामा 2 दिन, हप्तामा 1 दिन त्यति सकेर आफ्नो जग्गा जमिन हो। लु हेर्नुहोस् त यस्तो भयो। यहाँ ड्याममै बाँस थिएन, बाँसहरू के थिएन, अहिले केही छैन। रुखहरू सबै काटिदिएको हो।